Fuck. Fuck. Hello, Nase. हेलो नमस्ते लेसो लेसो के के भन्छ जोजोलप्पा मेरो बर्थडे हो। बर्थडे हो आज अनि कसले लगाइदिएको यो लुगा सुगा लगाएर यो घाँटीमा माला लगाइदिएर माथि टीका लगाइदिएर यो आज त के हो मम्मीले बनाइदिनु भएको हो हजुर। ओहो यो त मार्यो त आज त लुक्सले त खायो त मेरो बहिनीले ह्यापी बर्थडे थ्याङ्क यू। कति इयर्स भयो कति वर्ष भयो कति वर्ष कि भयो कति 15 15 भयो ओहो ठुली भइसकेको छ उता ठुली भइसकेको छ मेरो बहिनी ठुली भइसकेको रहेछ ठिक छ आज केक सेक काटिनौ केही पनि गरिनौ काट्नु दिनु भएन मम्मीले किन के छ अरे तपाईलाई पर्खेको अरे ए मलाई पर्खेको के काट्नलाई ल लिएर आऊ त कुन लाने पहिला यो लैजाऊ न जाने नाइस अहिले खानु पर्ला अर्को ओ यो त अर्को पनि छ भन न अर्को पनि केक ल्याउनु पर्छ गिफ्ट हो भन गिफ्ट हो भन बाबा एक तला दुई तला केक खानी मकै खानी हो एक तला दुई तला यताउति तनाव च्याट काटम रुक म तिमीलाई यो रिक्वेस्ट पठाउँछु एक्सेप्ट गर पठाउनु त मलाई पठाउने भन त मम्मीलाई अघि काटौँ भनेको बेलुका सबैजना हुनुहुन्थ्यो आफन्तहरू तपाईँलाई नै पर्खिन्छु भन्छे च्याट माया देखाइदिनु कुन काट्ने पहिले निसु दिदीले दिएको काट्ने कि दशमी दिदीले दिएको काट्ने गड ब्लेस यु ह्यापी बर्थडे है जन्मदिनको शुभकामना छ केनु मेरो बहिनीलाई केनुलाई है ह्यापी बर्थडे बुनुले ह्यापी बर्थडे विश गरिदिनु त राजाहरू को छ भने च्याटमा उतापट्टि माया देखाइदिउ राजाहरू यसो ह्यापी बर्थडे विश गरिदिउ उतापट्टितिर गर ल खै क्यान्डल स्यान्डल केही छैन यताउति छैन भाइ यो सभा त ल किन ए ल स्टार्ट गर है म पनि यहाँ गीत स्टार्ट गर्छु ल उल्टो हो कि सुल्टो हो यो फेरि त्यस्तै नि हो तलबाट जलाउनु ल फेरि भने चाहिँ कतापट्टि बाल्ने हो छड्दिनु त्यो छड्दिनु नबाल्नु लाइभ साइभ होला फेरि त्यतिकै काट्नु म यहाँ गीत बजाउँछु ल माया छ राजाहरू राजा माया देखाइदिए उतातिर या राजाहरू सबैलाई ओके अलवेज ल ओके काट Happy birthday to you. Happy birthday. ए भयो ह्यापी बर्थडे Happy birthday to you. काटिदिनु छिटो ल काट नगर्दिनु डर लाग्यो नगर्दिनु हस् ल ल माथिबाट गरिदिउँ ल ह्यापी बर्थडे छ मेरो बहिनीलाई एकदम बर्थडेको शुभकामना
ह्याप्पी बर्थडे। अब ठुली भइसक्यौ। ओहो मलाई त आशिष दिन पनि आउँदैन त के दिनु भाइ। ह्याप्पी बर्थडे च्याट उतापट्टि गएर ह्याप्पी बर्थडे लेखिदिनु होला सबजना ओके। सबैजना ह्याप्पी बर्थडे लेखिदिनु होला। मस्ट लभ ओके, मस्ट लभ टु सिस्टर ओके। सब वेलकम ओके। उतापट्टि गएर माया देखाइदेऊ राजाहरु। अब एकछिन खाने मलाई ल्याऊ। मामुलाई खिलाऊ पहिला, आफ्नो मम्मीलाई खिलाऊ। मम्मीलाई खुलाइदेऊ मेरो साथी पनि। ए मलाई हो ल। कसरी खानु यहाँबाट? आयो भने खान्छु है म है। त्यहाँ आयो भने मलाई राख्नु फ्रिजमा जमाएर राखिदिनु। ब्रदर चटपटे जस्तै चटपटे प्याक गरेर राख्नु है। कसरी खानु भाइ? ओहो थ्याङ्क यू सो मच है मेरो एकेलाई, सबुलाई, डेडमेनलाई, एभ्रीवन थ्याङ्क यू सो मच सर। ह्याप्पी बर्थडे टु द सिस्टर। केनलाई ह्याप्पी बर्थडे भन्नुभएकोमा धेरै धेरै शुभकामना छ है। अब मैले त गिफ्ट सिफ्ट ल्याउन पाइनँ, के दिउँ त तिमीलाई? केनु मलाई गिफ्ट पर्दैन दादा, मेरो बर्थडे म्याच छ भन। गिफ्ट पर्दैन? ठिक छ ठिक छ। दिदी मम्मीसँग, मम्मी हेलो दिदी। हजुर तपाईँको इसेवाको नम्बर भन्नु त। भाइ पर्दैन कि? नाइ पर्दैन होइन कि। यसो लुगा सुगा किन्नु होला, यसो म पठाइदिन्छु मेरो साइडबाट लुगा सुगा किनिदिनु कि। अब यहाँबाट जानै पाइन्छ भन्नुको त्यही ठुलो कुरो हो। के कुनै पछि बर्थडे म्याच छ भाइ पाकिस्तानमा। ए हो र बर्थडे म्याच हो? हजुर त्यही भएर तपाईँसँग 10-15 मा जोडिनु भनेको थियो, तर तपाईँ अगाडि नै उयो गर्नुभयो, इन्भाइट गर्नुभयो। ए ठिक छ एकदम कसरी मैले त अब त्यतिखेर चाहिँ सपोर्ट गर्न पठाइदिनु न। 10-20 छ म्याच। हुन्छ नि म भनिदिन्छु सबैलाई ल। अहिले 10 मा छ भाइ म्याच केनुको। ओके ल ओके। ह्याप्पी बर्थडे मेरो बहिनीलाई केनुलाई हो क्या। अझै ठुलो हुँदै जानु, अझै राम्रो हुँदै जानु, अझै राम्री भन्नु। आज त नेवारनी मैचा परेर बसिराखिरहेछौ है। राम्रोसँग बस्नु है सानो ल। यो पनि उसको गिफ्ट हो सबै। हजुर ड्रेसहरू सबै, केकहरू सबै उसको ड्रेस हो। ए गिफ्ट हो? हजुर ल ह्याप्पी बर्थडे बहिनी है। ल अब सबै दादा दिदीहरूलाई खुवाइदिनु। यता सबैजना हुनुहुन्छ उहाँहरूलाई खुवाइदिनु। एके दाइ मस्ट लभ, अनुदी मस्ट लभ ओके, सबु एभ्रीवन ओके। मस्ट लभ राजा एभ्रीवन मस्ट लभ ओके सबैलाई ओके। केनु राम्रोसँग बसे सानो गुड कार्ड के देखला भनेर धेरै नगरे के ल। थ्याङ्क यू लभ यू ल। ह्याप्पी बर्थडे मान्छे भन न। ल हुन्छ सानो ल। हुन्छ भाइ 10-30 मा छ उसको म्याच। ल दिदी बर्थडे म्याच हुन्छ। ल।